सबैलाई जय मसीह। आज चाहिँ वचन लिएर आएको छु है। हामी क्रिसमस मनाउँछौँ हैन। क्रिसमस मनाउनुको पछि चाहिँ के उद्देश्य छ हैन। क्रिसमस चाहिँ किन मनाउँछौँ हामी है। क्रिसमस चाहिँ प्रभु यीशु ख्रीष्टको जन्म दिवसलाई चाहिँ हामी क्रिसमस मनाउँछौँ है। क्रिसमस भन्छौँ अनि क्रिसमस मनाउँछौँ है। अत त्यही कारण चाहिँ आज प्रभु यीशुको जन्म चाहिँ कसरी भयो है, कुन प्रकारले भयो अनि के हिसाबमा भयो है अनि के को निम्ति भयो है, त्यो हामी हेर्नेछौँ है। जसैले चाहिँ यूहन्ना 3:16 मा परमेश्वरले आफ्नो संसारलाई यति साह्रो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौतो पुत्र यीशु ख्रीष्टलाई यस संसारमा पठाउनु भयो है। अनि त्यही कारणले चाहिँ उहाँले परमेश्वर पिताले चाहिँ आफ्नो पुत्र यीशु ख्रीष्टलाई हाम्रो उद्धारको निम्ति, संसारको मानव जातिको उद्धारको निम्ति चाहिँ है उहाँले पठाउनु भयो है यस संसारमा यीशु ख्रीष्ट है। अनि हामी त्यस हेर्यौँ भने प्रभु यीशु ख्रीष्टको जन्म कसरी भयो, कहाँ भयो है। गाईको गोठमा भएको थियो, डुँडमा भएको थियो अनि गोठालाहरू दर्शन गर्न गएको थियो है। त्यो कुरो लुका 2:1 मा पाउँछौँ है, 1देखि 20सम्म है। अनि त्यो जन्मिन अनि मरियमको उयसमा पेटमा है उयस पवित्र आत्माद्वारा जन्म भएको थियो उहाँको है। त्यो हामी मत्ती 1:18देखि 25सम्म पाउँछौँ है। अनि यशाया 9:6-7 मा चाहिँ त्योभन्दा पहिल्यै अगमबानी भएको थियो है उयसद्वारा, यशाया अगमवक्ताद्वारा है। यहाँ अगमबानी भएको थियो कि आबोभन्दा 700 वर्ष पछाडि चाहिँ प्रभु यीशु ख्रीष्टको जन्म हुनेछ भनेर है। किनभने यहाँ लेखेको छ है 9:6 मा, यशाया 9:6 मा, किनभने हाम्रो निम्ति एउटा पुत्र दिएको छ, शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदेकको युद्धि निकाल्नुहुने पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिको राजकुमार कहलाइनेछ है। शान्तिको राजकुमार कहलाइनेछ। उहाँ शान्ति ल्याउनको निम्ति है, मानिसहरूमा उद्धार ल्याउनको निम्ति चाहिँ आएको छ। अनि त्यो कुरा चाहिँ त्यही कारणले यहाँ भनेको छ है। उहाँको नाउँ चाहिँ निम्ति एउटा पुत्र दिएको छ, किनभने हाम्रो निम्ति एउटा पुत्र दिएको छ भनेर भनेको छ है। हाम्रो निम्ति चाहिँ पुत्र दिएको छ परमेश्वर पिताले है। त्यही कारण चाहिँ शासन उहाँको हातमा हुनेछ है। शासन चाहिँ उहाँको हातमा हुनेछ है। राज्य चाहिँ उहाँको हातमा हुनेछ। अनि त्यही कारणले त्यही राज्य, स्वर्गीय राज्यको बारेमा चाहिँ उहाँले बताउनको निम्ति, उद्धार गर्नको निम्ति, मानिसहरूलाई विश्वास गराउनको निम्ति चाहिँ उहाँ यस संसारमा आउनुभयो है। अनि उद्धार गर्नको निम्ति। अनि त्यसै कारण चाहिँ हामी फेरि यही कुरा फेरि यूहन्ना 1:1देखि 2:3 मा पाउँछौँ है। यूहन्ना 1:2-3 मा हामी हेऱ्यौँ भने है हामीले त्यो कुरा पाउँछ है। यूहन्ना 1:2-3 मा यहाँ के लेखेको छ, आदिमा वचन थियो, अब वचन परमेश्वरसँग थियो, अब वचन परमेश्वर थियो, उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो है। आदिमा वचन थियो। सबभन्दा पहिला संसारको सृष्टि केही पनि नगर्दाखेरि संसारको सृष्टि पनि भएको थिएन। त्यति बेला चाहिँ परमेश्वर एक्लै घुमिन्थ्यो है। परमेश्वर एक्लै थियो त्यति बेला है। त्यति बेला चाहिँ परमेश्वरमा वचन थियो, आदिमा वचन थियो, परमेश्वरमा वचन थियो। किनकि त्यो वचन थियो र त उहाँले वचनद्वारा संसार हुइजा भन्दा संसार भएको थियो, पृथ्वी हुइजा, स्वर्ग हुइजा भन्दाखेरि स्वर्ग, पृथ्वी सबै कुरो भएको थियो है। त्यही कारण चाहिँ त्यो वचनद्वारा चाहिँ अनि त्यो वचनद्वारा चाहिँ त्यो सबै कुरो सम्भव भयो। मानिस बनायो उसले है, स्वर्गदूतहरू बनायो है, त्यसरी भयो। अन्त त्यो वचन चाहिँ अब वचन परमेश्वरसँग थियो, त्यो वचन परमेश्वरसँग थियो, अब वचन परमेश्वर नै थियो, त्यही वचन नै परमेश्वर थियो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो अनि त्यो वचन चाहिँ परमेश्वरसँग हुनुहुन्थ्यो। अनि यहाँ फेरि 14 मा हेऱ्यो भने यूहन्ना 1:14 मा हेऱ्यो भने अनि त्यही वचन चाहिँ के भएको छ, अनि वचन देह हुन आयो र हाम्रो बीचमा अनुग्रह र सत्यले परिपूर्ण भई वास गर्यो है। यो देह चाहिँ वचन चाहिँ देह हुन आयो। त्यही वचन चाहिँ शरीरको रूप धारण गर्यो भन्नको मतलब चाहिँ परमेश्वरसँग जुन वचन थियो त्यो चाहिँ शक्तिको रूपमा, त्यो वचनको रूपमा उहाँभित्र जुन सीमित भएर उहाँभित्र बसेको थियो उसकै शरीरमा है, एउटै आत्मा भएर दुईजना परमेश्वरको भित्र जुन वचन थियो, त्यही वचनले चाहिँ प्रभु यीशु ख्रीष्टको चाहिँ रूप धारण गरे है। देहको रूप धारण गरे, देह भएर आयो है। त्यही वचन चाहिँ प्रभु यीशु ख्रीष्ट भएर आयो है। प्रभु यीशु ख्रीष्टको रूपमा चाहिँ जन्म लिनुभयो यस संसारमा है। अनि यही कुरा हामी फेरि आदिमा वचन थियो, हो वचन परमेश्वरसँग थियो भन्ने कुरा चाहिँ हामी फेरि धर्मशास्त्रमा पनि पाउँदो रहेछौँ, हिन्दू धर्मशास्त्रमा पनि है। भारतीय दर्शन शास्त्रमा मन्त्रिक उपनिषदमा हामीले पाउँछौँ। यहाँ संस्कृतबाट लेखेको छ है, शब्दाक्षर परम ब्रह्म शब्द ब्रह्म भन्नको मतलब चाहिँ आदिमा वचन थियो, वचन परमेश्वरको साथमा थियो अनि त्यही वचन चाहिँ देहधारी हुन आयो भन्ने कुरा है त्यसरी बताएको छ। अन्त त्यही कारण चाहिँ हामीले परमेश्वरको बारेमा हामीले
प्रभु यीशु ख्रीष्टको बारेमा हामी त्यसरी पाउँछौँ है। अनि प्रभु यीशु ख्रीष्टको बारेमा हाम्रो बाइबलले मात्रै होइन, यहाँ उयसमा पनि लेखेको छ है, भविष्य महापुराणमा प्रतिशत भारत खण्डमा पनि लेखेको रहेछ संस्कृतबाट है। वस्कत्रम पुत्रम कुवारी गर्भसम्म ईसा मसीह इतिजमम नाम प्रतिष्ठानम भनेको छ है। यसको मतलब चाहिँ मरियमबाट, कुवारी मरियमबाट चाहिँ एउटा पुत्र जन्माउनेछ, एउटा पुत्र हुनेछ, जो चाहिँ के भन्छ मानिसको उद्धारको निम्ति हुनेछ है। उसको नाम चाहिँ ईसा मसीह हुनेछ भनेर त्यस्तो प्रकारले चाहिँ लेखेको रहेछ है, त्यसरी बताएको रहेछ, भविष्यवाणीहरू गरेको रहेछ है। अनि त्यसरी नै आज त्यही कारण चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ यहाँ जन्मिनु भयो, उहाँ जन्मिएर चाहिँ उहाँले उद्धार गर्नुभयो हाम्रो निम्ति है, रगत बहाउनु भयो। अनि यस संसारबाट उहाँ स्वर्गारोहण हुनुभयो, स्वर्ग जानुभयो है। त्यही कारण चाहिँ आज चाहिँ हामीले त्यसै खुसीमा चाहिँ उहाँले उद्धार गर्नुभयो अनि हरेक नराम्रो कुरोहरू माथि, पापमाथि विजय हुनुभयो भनेर चाहिँ हामी त्यो खुसीले चाहिँ उहाँको जन्म दिवस चाहिँ हामीले त्यो खुसीले चाहिँ हामी क्रिसमस मनाउँछौँ है। उहाँले उद्धारकर्ताको जन्म भयो भनेर चाहिँ हामीले यसरी क्रिसमस मनाउँछौँ है। अनि त्यसै कारण हामी चाहिँ अब क्रिसमस नजिक आउँदैछ है, हामी त्यही कारण क्रिसमस चाहिँ त्यो मिनिङ जानेर एउटा मिनिङफुल क्रिसमस मनाउँ है। जय मसिह।